यता हेर अलिक राम्रै निकालिदेऊ है 120 रुपियाँ केजी अरे ल ठुलो ठुलो लगाइदिनु ल फोटो चाहिँ खिचौँ न धेरै लगानी गरेर रहेछ यार राम्रो मान्छेले केही खाइदैन फोटो खिच्यो भने बसिरहन्छ त्यो खोल्छ मोबाइल खोल्छ यति राम्रो हो ल अलिक गरी भएन यतिको चाहिन्छ यो चाहिँ किन खाने अलिकति मासतिर हो अनि त्यसपछि हामी चाहिँ भेडी खाउँ जाने चाहिँ यस्तो दामी बनाएको रहेछ कि यो काठको हेर्नु यो फेरि कस्तो दामी दामी के यो कस्तो मन गऱ्यो यो सल्लाहको रहेछ अनि त्यसपछि कलाएर फुल तर लगानी चाहिँ गऱ्यो यहाँनिर खोइ छैन मान्छे नै छैन रिसोर्ट टाइपको रहेछ अनि माथि चाहिँ टक्कसँग छाना खरको छाना एस्थेटिक टोयलेटको ढोका देख साथीहरू बाटोमै हामीले यस्तो राम्रो छेउछाउ भेट्यौँ भनौँ न गाई चाहिँ यस्तो दामी छ यो चाहिँ हामी भेडी खान जाँदाखेरिको धर्ना आमा कस्तो शीतल छ कस्तो आनन्द किनेको गुड राइट साथीहरू हामी चाहिँ खाजा अरे खाजा खाने बेला हुन आँट्यो खाना यहाँनिर चाहिँ हामी बसिरहेको छौँ अनि हाम्रो टोलीहरू दिपक दाइ केही भन्नु छ तपाईँलाई भोक लागिसक्यो बब्लु बोली बन्द है क्या भ्यू त दामी देखिरहेछ है उता यहाँदेखि यताको त्यही हो साथीभाइहरू अब यस्तै छ अब खाना खाने टक्कसँग लाएर खाना आइपुगिसकेको छ अब धेरै पछि माछा खाँदैछु साथीहरू साथीहरू है बाटो त यस्तो हिलो उहाँ तल दाइ भए यो डाँडा पारि त्यो डाँडा जाने म पल्लोपट्टि भेडा त कमै छ है साथीहरू यस्तै छ मै हो त्यो मै हो के ओ यो मेरो ब्याग हो हेर त यहाँ भेडा भेडा माथि छाता ओढेर छोडेको यता हेर भेडा जग्गा यसो गर्ने अलिक राम्रै निकालिदेऊ है अनुहार जस्तो छ त्यसै त आउँछ चारबार गिलास फुटेछ भने आफै जिम्मा लाने पानी देऊ त पानी खानु मन लाग्छ तल बस्नु के तिमी के हेरेको पानी पिउ जाऊ त एक्स्ट्रा छ ग्लास ग्लास एक्स्ट्रा छैन म लग्यो भन्छु जाऊ पिउने पानी हो जाऊ त सँगसँग जाऊ त्यो पानी देऊ त यता दाइले त्यो पानी देऊ न जाऊ दाइले खानु पानी पिउ यहाँ दाइको भिआइपी कफी खाँदैछौँ हामी अब तपाईँ कफी नखानु नि कति खान आँट किन ठिकै बस अब कति धेरै लगाइदिनु भयो ठिक छ हाल न घोलेको छैन कि यार राम्रो टेस्ट गर्दै अलिकति अनि टेस्ट गर्नु नि यहाँ हाम्रो भिआइपी कफी दाइको बाहिरबाट बिता भन्यो युकेबाट हङकङबाट खोइ गिलास चिनी चिनी त होइन चिनी पनि खान्छ होला चिनी नखाऊ यार अमेरिकानो खानु न
अमेरिकाले खाने के खाने भयो अहिले पनि अप्सन छ जर्मनी खानु भोलले पनि लिएर आएको किन भन्नु मलाई आफूलाई आफू बन्दोबस्त आफू छैन गाई बोल्दै काम लाग्छ ओहो दाइ पानी कालो रहेछ देखिन्छ नि भनेको दाइ दाइ यो किन यो अड्किरहेको छ अचम्म लागेको छ त्यो भयो होला क्या जाम भयो होला क्या ओ सेट तिम्रो त भयो क्या सुरु यसरी हान्नु अड्किरहेको छ यो दाइ यसले हान्नु क्या अड्क्यो भने यस्तो गर्नु पालुपाली गरौँ न त्यो भुइँमै राख्नु ए कफिज पानी हाल्नु भेडा फार्ममा आएर कफिजको मासु भेडा हेरेर चाहिँ कफी खाने होला हामी चाहिँ अब तपाईँहरू चाहिँ ओछ्यानमा सुतिराख्नुहोस् मिठो छैन फिजी पानी हाल्नु न कहाँ त्यसमा पानी नै छैन सर हामी चाहिँ यहाँ भयो थोरै अझै हाल्नु न धेरै ए हार्ड बब्ली त गोरो आउँदो रहेछ त होइन धेरै हार्ड भाइ आयो के यसको जुगा है आइज बिचरा लौजा ला मैले फ्याँक्नु हुँदैन थियो त प्लास्टिक एउटा चाहिँ देख्न सक्नुहुन्छ साथीहरू ओह बेडा यस्तो दामी देखिरहेछ भेडाको साथीहरू यहाँ हेर्न सक्नुहुन्छ भेडा वाइट वाइट कलरको माथि छ अनि त्यसपछि तल चाहिँ अर्को कालो छ अरे यो बब्लेले हामी चाहिँ अहिले भेडा फार्म घुम्न आएको छौँ यस्तो दामी देखिरहेछ मलाई त तर यो जहिले राम्रो लाग्छ हौ यो भ्यू त तिमी जहिले आउँछ र चढाउने ठाउँ रहेछ कहाँ ए अँ त्यहाँ माथि पनि रहेछ है ठाउँ चाहिँ गाइस हामी चाहिँ बोटिङ गर्ने ठाउँमा आइसक्यौँ अहिले दामी भएर रहेछ भ्यू ओ यहाँदेखि उताको भने चाहिँ वासरुम छ होइन साथीहरू अनि त्यसपछि यो एकदम दामी छ कि एक्कुले खाने यो अलिक पछि चाहिँ होइन धेरै उयो भइसकेपछि पानी परिसकेपछि माथि माथि यता यता माथि माथिसम्म चाहिँ पानी आउँछ अरे कि यहाँनिर चाहिँ यस्तो छ ल है हामी निस्केको बस्न है टोलीहरू बसौँ है म एक्लै घुमेर आउँछु लाग्यो अब 44 महिना टोलीहरू कोसीतिर ल ओ माय गॉड ओइ 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 पार्टी हुन्छ त यार आयो सिधै ल्याउँछ त ओइ त त्यो अब अनुभवी हो क्या सिधै ल्याउनु खोज्छ त यार माया टोक्दैन यता नल्याउ है ओ माय गॉड त्यही भन्नु बिब्रो के अरे काठमाडौँ बसेर पोखरा घुम्ने यस्तो रहर लागिरहेको पोखरा फिल्ड आइरहेको छ अरे अरू के भन्नु अब भन न मलाई कस्तो लजाएको मलाई आनन्द आइरहेछ साथी आनन्द आयो भने कस्तो छाप हान्दो रहेछ है हाम्रो नि खिच्छ न है अघि खिच्दैको तिमी मोबाइलमा बिजी थियो डबल बेड भएको सबै तिनटै डबल बेड भएको यहाँ कुकुरलाई रमाइलो छ छुट्टै खालको रमाइलो ए त्यहाँ बाख्रा पनि छ तपाईँहरू देख्न सक्नुहुन्छ यता भाइ लैजाऊ 120 रुपियाँ केजी अरे ल ठुलो ठुलो लगाइदिनु ल 120 रुपियाँ केजी लाने होइन त्यही पारेर खाउँ न कि ठुलो ठुलो लगाइदिनु ल कति लाने नानी 1 केजी धेरै भयो कि ठिकै छ कि तिमी घर लाने कि नलाने नलाने
तिमी घर लाने 120 किलो रे हो र केजीको थोरै म लान सक्छु 120 रुपियाँ किलोको के अझै मागौँ 1 केजी मगाएको हो? मलाई एउटा भए पुग्छ क्या एउटा दुई। मलाई त्यही 2वटा भयो तपाईँले 2-4वटा बेच्नु कतिवटा चढाएको छ त्यसमा 1 केजीमा 1 केजीमा कतिवटा छ स्वास्थ्य दिएछ लैजान हो र हो नि स्याउ खाने सट्टा चाहिँ धेरै अब घर जाँदा लगिन्थ्यो होला अब यहाँ त आफै एक्लै बसिन्छ 1 केजी अर्को 1 केजी हाल्नु मलाई 1 केजी 120 रुपियाँ केजी काटेर चाख्नु त चाख्दा फेरि म अर्को मागु माग न त नि यो त सानो मैले चाखेको क्या यो त मिठो हुँदैन क्या यो 1 केजी ए धेरै हुन्छ त हुँदैन घरमा उसले 1 केजी हाल्यो ल अझै हाल्नु कति हो यो त्यो पनि 1 केजी 2 केजी अब एक केजी सबैहरूलाई दिबक कति सोधिरहेको छ चाहिँदैन अस्ति ल हिजो भर्खर किनेर ल्याएको छ घरमा सोध्नु पर्यो अब 1 केजी लान्ला भने ल न त्यो केजी लग्छ हैन 1 केजी लान्ला भने के घर यो खोल र ओइ यो खोल र यहाँ तान्नु खोल्यो भने हैन हामीले 2-3वटा एक्स्ट्रा राख्दिनु है हजुर उहाँ भनेको 2-3वटा फावा क्या फावा भन्छ कि गाई मिठो छ कति केजी भयो खै 3 केजी अनि खै को लाने भयो तिमी 1 केजी केजी ल म 1 केजी लगिदिन्छु ओ बब्लुले लान्छ म 2टा जति